आएँ भनेर अहिले सम्झिँदैछु। 3-4 पटक चाहिँ आइसकेको रहेछु। मलाई म यही कामको सिलसिलामा नेपालको धेरै ठाउँमा म पुग्ने अवसर पाएको छु र त्यहाँको भनौँ न प्राकृतिक सांस्कृतिक यो विविधतालाई नजिकबाट आफूले महसुस गर्ने मौका पाउँछु र हरेकजनाले यसरी नै अघि उहाँले भन्नुभयो जस्तो हरेक भेगमा आफूलाई पनि खोज्दै आफूले पनि चिन्दै यहाँ आउने यात्रा गरिरहने मौका पाउँछु र यहाँ यति न्यानो स्वागत गर्नुभयो। यो एक संवादको कार्यक्रममा उपस्थित हुनुभएको छ, एकदमै खुसी लागेको छ। मलाई पनि सम्झना भएअनुसार यो बुटवल पहिलोपटक सन्तोष सरले पनि ल्याउनु भएको यो कति साल भयो थाहा छैन। जेउस के यतिकै सम्झना छ केरिया उहाँहरू हुनाले सानो जस्तो लाग्छ, किनभने टेरियाले त्यो कुरा सम्झना छैन रहेछ। बुटवल म त्यसरी सम्झिन्छु। त्यो कार्यक्रममा आउँदाखेरि यस्तै स्टेजमा उसले नाचेको थियो, उसको नाम र उसको डान्स दुवैबाट म प्रभावित भयो। डान्स चाहिँ नै मेरै गीतमा त्यतिखेर उब्रेको छोरी यो मैले भने उहाँहरूलाई उसलाई त अर्कै गीतमा नचाउनु भएको थियो, एडल्ट सङ जस्तो फिल भयो मलाई। नाच्नुभयो नाम युनिक थियो। तर पछि थाहा भयो ऊ चाहिँ मेरो आँखामा बसिरहेको थियो। पछि उसलाई भारतीय टेलिभिजनहरूमा देख्न थालेँ। अरे उसलाई त मैले भेटेको देखेको उस त नाच्थ्यो यहाँ हेर्दा हेर्दै उसले थुप्रै हासिल गर्यो। हुँदा हुँदा सँगै एकदम खुसी लागेको थियो। 4-5 पटक जो बुटवलमा आएँ। बुटवलका धेरैजना मेरो साथीहरू हुन्छन् अनि कुरा हुन्छ यहाँको विषयमा, यहाँको कला क्षेत्रको, यहाँको योगदानको विषयमा धेरै नै कुराहरू छलफलहरू हुन्छ। तर यहाँ आएर म गम्भीर रूपमा बसेर कुरा गर्ने अवसरहरू एकदमै कम पाएको छु। मलाई लाग्छ हरेक पटक आउँदाखेरि बिहान त्यो पटक त म बिहान आएर बेलुका फर्केको थिएँ। कारण अरू पटक म यहाँबाट यो बाटो भएर म सम्झनासम्म दाङ गएको छु 2 पटक, 5 पटक आएको छु। एकपटक सिनेमाको प्रमोसनको क्रममा सायद कबड्डी खोको बेला आएको छु, त्यो भनेको बेलुका आएर बिहान फर्केको हो। आज 5औँ पटक आउँदाखेरि पनि करिब त्यही अवस्था छ। आज अहिले आइपुगेको छु, भोलि बिहानै फर्किन्छु होला। तर यहाँ आउनुभएका अनि यहाँ तपाईँहरू माझमा त अलिकति अझै धेरै कति दर्शकहरू हुनुहुन्छ होला जो चाहिँ उहाँहरूको रुचि सिनेमाप्रतिको रुचि कस्तो छ अथवा उहाँहरूले कस्तो रुचाउनुहुन्छ यो चाहिँ मैले बुझ्न पाएको छैन। हामी एक किसिमको सिनेमा गरिरहेका छौँ जुन चाहिँ आफ्नै कथाहरू आफ्नै शैलीमा भन्ने कोसिस गरिरहेका छौँ। यो भन्दै जाँदा बित्ज्यू भन्ने सिनेमा अहिले तपाईँहरूको यो बुटवल पनि लागिरहेको छ। कतिजनाले हेर्नुभएको छ होला, कतिजनाले हेर्नुभएको छैन होला। त्यो चाहिँ हामीले बाँचेको एउटा समयको कथा हो। अर्थात् सर्टकटमा अहिले त यसलाई मेरो हाम्रो डिरेक्टरले भन्नु होला। तर हामीलाई सबैभन्दा अहिले तत्कालीन समयमा हामीलाई एकदम ताजा भएको चाहिँ भनेको आन्दोलन चाहिँ यो जेन्जी आन्दोलन अथवा यो मुभमेन्ट हो हामीलाई ताजा भएको। तर त्योभन्दा अगाडिको हाम्रो राजनीतिक र सामाजिक अवस्था चाहिँ कस्तो थियो र कसरी हामी बाँचिरहेका थियौँ र हाम्रो सोच कस्तो थियो भन्ने कुरा त्यो फिल्ममा एउटा लेयरमा देख्न पाइन्छ। त्यस कारणले त्यो सिनेमा तपाईँले हेर्नुभयो भने र आउने जेनेरेसनलाई पनि त्यो सिनेमा हामीले हेऱ्यौँ भने हामीले आफैलाई समीक्षा गर्ने अवसर पनि पाउँछौँ होला। र यो पुस्ताले हेर्नुभयो भने अहिलेको जो जेन्जी पुस्ता हुनुहुन्छ उहाँले हेर्नुभयो भने तपाईँहरूले आउने दिनको लागि त्यो हिजोको
त्यो घटनाक्रमहरू अथवा त्यो मनस्थितिहरू चाहिँ कस्तो थिएछ भनेर आगामी दिनको लागि नयाँ योजना पनि हुनसक्छ होला, अथवा यसले विभिन्न संवादहरू निकाल्न सक्छ होला भन्ने मलाई लागेको कुरा हो। मलाई यस्तो सिनेमा गर्न एकदमै रुचि लाग्ने हो, विशेष गरेर हाम्रो अनिल बुढामगरले यो भन्नु रुचाउँछ। उसको पहिलो फिल्म घर चाहिँ गर्दाखेरि पनि एउटा 2-3वटा लेयरमा उसले ट्राई गरेको थियो, तर यो पटक चाहिँ अझै देखिने हिसाबले एकदमै यो मेटाफोरमा चाहिँ एकदमै इन्ट्रेस्टिङ तरिकाले सिनेमा गरेको छ। त्यस्तै सिनेमा गर्न पाउने रुचि हुँदाहुँदा पनि मैले पाउने पनि अवसर पाएको छु। तर यति चाहिँ हो, दर्शकहरूमा बसेर यसरी नजिकबाट संवाद गरेर चाहिँ तपाईँहरूको चाहिँ रुचि कस्तो हुन्छ भनेर चाहिँ मैले कहिले पनि सोध्ने मौका पाएको छैन। अक्सर हाम्रो भेटघाट चाहिँ हलमा हुन्छ, हलमा मन पऱ्यो पऱ्यो ठिक छ, परेन सरी भनेर हिँड्ने मात्रै चलन छ। त्यसले गर्दाखेरि चाहिँ खास के भइरहेको छ, नेपाली हाम्रो आम नागरिकको सोच अथवा हाम्रो अहिलेको मनोदशा कतातिर गइरहेका छौँ, के सोचिरहेछौँ त्यो बुझ्न पनि हामीलाई आवश्यकता परेको होला एउटा आर्टिस्ट कलाकारको हिसाबले, फिल्म मेकरको हिसाबले। त्यसको लागि पनि यो पटक हामी अलिअलि थोरै टिमै विषयमा मिलेर, विशेष गरेर निर्देशक हामी चाहिँ यो मिजुको लागि मात्रै नभएर ओभरअल नेपाली सिनेमा, नेपाली कला साहित्यकै लागि भनौँ कुन मनोदशामा हामी अगाडि बढिरहेका छौँ यो बुझ्नको लागि पनि यसरी एउटा यात्रा र छलफल र हामीले पनि नयाँ केही भेटिन्छ कि भन्ने क्रममा गएका छौँ, जसको माझ तपाईँहरू माझ आइपुगेको छौँ। यो अवसर दिनुभयो, धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अहिले